फेरि एकखेप स्वागत गर्दैछु मेरो नयाँ भिडियोमा र आशा गर्छु हजुरहरू सन्चै हुनुहुन्छ। म पनि सन्चै र आज फेरि हिँडेँ म बाबासँग स्कुटीमा गोर्खा भवन र गोर्खा भवन आइपुगेर देखेँ मेरो साथी र बहिनी आइपुगिसकेका थिए र उनीहरूलाई पनि म ब्लगमा लिन ट्राई गरेर कहाँ कहाँ हिँडेका हामी सबै थोक भन्छु, अन्तिमसम्म हेरिरहनु होला। र तपाईँले बाटोमा देख्नुहुँदैछ गाडीको तान एकै लहरमा आइरहेको देख्नुहुँदैछ। अनि अब हामी पनि हिँड्यौँ विशेष आजको प्रोग्रामको लागि। हजुरहरूले तर अन्तिमसम्म हेरेर नबुझ्नुहोला। गाइज अगाडि हामी ओभरटेक गरेर जानिसकेका छैनौँ किनभने यति धेरै गाडी गइरहेको छ। अब हजुरहरूले अलिकति अपेक्षा गर्नुहोस्, कहाँ हिँडेका हामीहरू यति यसरी थाहा पाउनुहुन्छ एकछिन। र हामी फाइनली आइपुग्यौँ बर्मुडा स्थित नुमल छेत्री काकाको घर। उहाँ फेरि एकखेप अखिल असम छात्र गोर्खा छात्र सङ्घको केन्द्रीय समितिको सेन्ट्रल लिडर्स भन्नुपऱ्यो, फेरि एकखेप आफ्नो सेम्पोजमा जित्नुभएको छ र साथै उहाँको अरू पनि नवनिर्वाचित सदस्यहरूलाई धेरैभन्दा धेरै बधाई दिन्छु। जय गोर्खा, जय असम। अब भिडियो सम्पूर्ण हेर्नुहोला, हामीले के गर्यौँ यहाँ सबै थोक हेर्नु पाउनुहुन्छ। हजुरहरूले तर स्किप नगरिकन अन्तिमसम्म हेरिरहनुहोला। हजुरहरूले देखिरहनु भएको छ यहाँ धेरैवटा मिडियाको च्यानलहरू पनि आउनुभएको थियो। सबैजनाले आफ्नो इन्टरभ्यू लिइरहनु भएको थियो र यहाँको छेउछिमेकी जति पनि हुनुहुन्थ्यो सबै नै आउनुभएको थियो र उहाँहरूको पनि मन्तव्य जान खोज्नुहुँदै थियो। नवनिर्वाचित काका सेम पोजमा एगेन आउनु भनेको त हाम्रो लागि धेरै नै ठुलो कुरो हो। काकाले धेरैभन्दा धेरै नै गर्नुहुन्छ हाम्रो समाजको लागि, गोर्खा समाजको लागि, र उहाँलाई फेरि खेप बधाई दिन्छु। र अब चाहिँ यसको पछाडि नै धेरै थोक छ। Long live जिंदाबाद 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 गोर्खा जय गोर्खा अरे जिंदाबाद 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 समाज जिंदाबाद 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 जय गोर्खा। मेरो भिडियो हेर्न धेरैजनाले भनिरहनु भएको थियो तिमीहरूको गुवाहाटीको डान्स देखेकै थिएन भनेर। अब हामी त्यही डान्स यहाँ गर्छौँ। हजुरहरूले यहाँबाट पनि हाम्रो डान्स उपभोग गर्न सक्नुहुन्छ, हेर्नुहोला। विधाको आयोजन गरेका छौं हामीले जम्मैलाई वहाँ गएर र गाइज हजुरले भिडियो पनि देख्नुभयो, छोटो थियो हाम्रो डान्सको भिडियो। र अब चाहिँ हामी खानाको लागि हामीलाई क्यानभासमा बोलाउनु भएको छ र हामी वहाँ जान लागेका। हजुरहरूलाई पनि लिएर जाँदैछु, भिडियो चाहिँ अन्तिमसम्म हेर्नु है गाइज। चाहिँ यहाँ भेला भएका छौँ। अब यहाँबाट छेउमै छ, हिँडेर जाँदा नि हुन्छ, तर हामी गाडीमै जान वेट गरेका। हाम्रो भिनाजु टुबी त्यता हेर्नु, अगाडि गड्डा पनि हेर्नु। इतना गद्दार हम लोग नहीं है एक्चुअली। ये पो जोश होता है।
अनि गाइज हजुरले देख्नुहुँदैछ होला गाडी साडी पुरा माने उता अगाडि माथि हेर्नुहोस् पिकनिक चलिरहेछ यहीँ खानापिना भइरहेछ खुवाउनेले खाइरहेछन् दिनेले दिइरहनु छ अनि हाम्रो पनि हुन्छ धेरै फुर्ती इन्जोय गर्ने छौँ हामीहरू हजुरहरूले तर स्किप नगरिकन प्लिज अन्तिमसम्म भिडियो हेरिदिनु होला माया गरिदिनु होला कारण हाम्रो लागि त बहुत ठुलो कुरो हो हाम्रो दाइ काका पुनर्बार आफ्नो पोजिसन फेरि लिन सक्षम हुनुभएको छ त्यसको जश्न त हामीमा हुनैपर्छ होइन र त्यसैले हामीलाई पनि यहाँ बोलाउनु भएको थियो हामी आयौँ अब गर्ने मजा मस्ती हेरनु होला गाइज यो जग्गा चाहिँ हो ब्रह्मपुत्रको पार हाम्रो सोइखुवाको क्याम्पस एउटा पिकनिक प्लेस भन्दा पनि हुन्छ र यहाँ हामी जति एक्सपेक्टेसन जति थियो मान्छे त्योभन्दा धेरै नै हुँदो रहेछ हामी पनि आइपुग्यौँ अब नाचगान गर्छौँ अनि हजुरलाई पनि देखाउँछौँ ये लोग खा रहा है हम लोग को नहीं दे रहा है नॉट फेयर नॉट हामी धलामा आएको छौँ धलाको के भन्छ यसलाई भन्छ केनोपासमा आएको छौँ यहाँ हाम्रो नोबल भनिदिनु भएको ब्लग हाल्छु नमस्कार सम्पूर्णमा म समाज एकजना गोर्खे चेली हुनुहुन्छ उहाँ सुक्खा जिल्ला स्थित ढोलाका निवासी हुनुहुन्छ एकजना गोर्खे कलाकार हुनुहुन्छ अहिलेका नानीहरूलाई चाहिँ हामीले सपोर्ट माया गर्नुपर्छ लुकेको प्रतिभालाई सपोर्ट दिनुपर्छ धन्यवाद दिन चाहन्छु म समक्ष पछि हुनुहुन्छ रतन प्रधानज्यू उहाँ चाहिँ एकजना सांस्कृतिक विभागको हुनुहुन्छ धेरै प्रचार विभाग हुनुहुन्छ उहाँलाई सपोर्ट गर्नुपर्छ त्यसको पछि हाम्रो तिराप जागुन अञ्चलका सभापति गोपी छेत्री हुनुहुन्छ गाइज साँझ पर्न आँटेको छ अनि साँझ पर्ने बेलाको यो भ्यू हेर्नुहोस् यति नै प्यारो देखिएको छ यो मतलब सिन के भन्नु क्याप्चर नगरी मैले सकिनँ र यो अन्त मोमेन्ट हामी घर जाने बेला पनि लाग्दैछ अब साह्रै नै रमाइलो गरियो काकालाई धेरै धेरै बधाई छ फेरि एकखेप